कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर 1 उत्तर मुडामा रहेको एसिया इन्टरनेसनल एकाडेमीले वार्षिक पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर 1 का वडाध्यक्ष मिथुन गौतमले गुणस्तरीय शिक्षा र अभिभावकको सक्रिय सहभागिताले मात्र विद्यार्थीहरूको भविष्य उज्जवल हुने बताउनु भएको छ। मलाई धेरै खुसी लाग्यो, साना साना भाइ बहिनीहरूले धेरै राम्रो प्रस्तुति गर्नुभयो। यो विद्यालय परिवार र फाउन्डर्सलाई धेरै धन्यवाद दिन चाहन्छु। उहाँको एकदम मेहनत र अनुशासित विद्यार्थीहरू मैले यहाँ पाएँ। जस्तो हाम्रो फाउन्डर्सहरू अनुशासित हुनुहुन्छ त्यस्तै विद्यार्थीहरू पनि मैले यहाँ देख्न पाएँ। मलाई खुसी लागेको छ। यो भर्खर स्थापित भएको स्कुल आज 200 भन्दा धेरै विद्यार्थीहरूले राम्रो शिक्षा आर्जन गर्न पाएका रहेछन्। एकदम खुसी लागेको छ। विभिन्न विधामा पुरस्कार वितरण गर्ने कार्यक्रम पनि रहेको छ। यो स्कुलको पूर्ण सफलताको शुभकामना पनि दिन चाहन्छु। यहाँ अभिभावकज्यूलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। राम्रो स्कुल छनौट गरेर तपाईँहरूले आफ्नो नानी बाबुहरूलाई यो स्कुलमा भर्ना गरिसकेपछि आज तपाईँहरू माझमै हाम्रा नानी बाबुहरूले उत्कृष्ट प्रदर्शन गरेर जानुभएको छ। यसको निम्ति पनि विद्यालयलाई पुनः हार्दिक धन्यवाद। विद्यालयका प्रिन्सिपल मोहन बहादुर कुँवरले भने, हामीले कमजोर विद्यार्थीका लागि निशुल्क अतिरिक्त कक्षा सञ्चालन गर्दै आएका छौँ। गुणस्तरीय शिक्षा, नृत्य, चित्रकला र अक्षर सुधार जस्ता कार्यक्रमलाई प्राथमिकता दिइरहेका छौँ। साथै अभिभावकहरूले विद्यार्थीलाई अति आवश्यक बाहेक मोबाइल प्रयोग गर्न नदिन समेत आग्रह गर्नुभएको छ। किनभने मोबाइलले दुरुपयोग पढाइमा नकारात्मक असर पर्ने भएकाले मोबाइल प्रयोग गर्न नदिन आग्रह समेत गर्नुभएको छ। हामीहरू जहिले पनि विद्यार्थीको गुणस्तरीय सिकाइमा पठन पाठनमा प्राथमिकता रहन्छ। यहाँ कमजोर विद्यार्थीका लागि उनीहरूको कमजोरी पृष्ठपोषण गर्नका निमित्त बिहान सेसनमा निःशुल्क विद्यालयको तर्फबाट हामीले अतिरिक्त क्लास सञ्चालन गर्ने गरेका छौँ। त्यसको साथसाथै शिक्षण गुणस्तरीय शिक्षा मात्र नभएर विद्यार्थीले समग्र बहुआयामिक विकास गरून् भन्ने उद्देश्यका साथ यहाँहरूले देखिसक्नुभयो। पछिल्लाचोटि हामीले नृत्य, हस्तकला, ड्रइङ, हस्तकला, राइटिङहरू भए, श्रुति लेखन भए, थुप्रै विद्यार्थीहरूसँग जोडिएका आयामहरूको सुरुवात हामीले यहाँ गरेका छौँ। यहाँहरू सबैले हाम्रो यो गराइलाई, हाम्रो यो मेहनतलाई, हाम्रो यो लगनशीलतालाई विश्वास गरेर यहाँहरूले हामीलाई आफ्ना कलिला मुटुका टुक्रा, कलिला बालबालिका बच्चाहरू हामीलाई सुम्पिनु भएकोमा यहाँहरूलाई म मुरी धन्यवाद दिन चाहन्छु। र आगामी दिनमा पनि यो विद्यालय विकासको निमित्त मैले निजी लगानीमा सुरु गरे तापनि यो विद्यालय यहाँहरू सबैको हो। यो विद्यालय विकासका निमित्त, दिगो विकासका निमित्त यहाँहरूको माया हामीमाथि रहिरहोस्। यहाँहरूको साथ सहयोग सहकार्य यो विद्यालयलाई हामीमाथि रहिरहोस् भन्ने हामीले अपेक्षा गरेका छौँ। दोस्रो एउटा यहाँहरूसँग सेयर गर्नुपर्ने कुरो मैले के देखेँ भने, सबभन्दा हामीलाई अवरोधको विषय भनेको मोबाइल छ। घरमा यहाँबाट विद्यार्थीलाई पठाउँछु, घरमा मोबाइल चलाउन विद्यार्थी व्यस्त हुन्छ। आफूले शिक्षक शिक्षिकाले विद्यालयमा दिएको गृह कार्य गर्न सक्दैन। भोलि होमवर्क नगरेर आउँछ। फेरि जुन समय विद्यार्थीले आफ्नो भविष्यको तयारी, आफ्नो पाठ्यभारको पढ्न लेख्नमा दिनुपर्थ्यो, त्यो समय उसले मोबाइलमा खर्च्यो भने उसको पढाइ अधुरो रहन्छ र ऊ कमजोर बन्न जान्छ। त्यसैले यहाँहरूलाई विनम्र अनुरोध के छ भने, कमसेकम घरमा मोबाइल बच्चाहरूको हातमा नदिदिनु होला। मोबाइलले सबभन्दा पहिले त समय नष्ट गरिदिन्छ विद्यार्थीको। जो आफ्नो पढाइमा दिनुपर्ने समय उसले मोबाइलमा खर्चिन्छ, उसले आफ्नो पढाइ पुरा गर्न सक्दैन र ऊ पढाइमा कमजोर हुन्छ। त्यसपछि दोस्रो भनेको सिधै उसको आँखामा पर्छ। विद्यार्थीको आँखा कमजोर हुन्छ। त्यसको चमत्कार लाइटले, उज्यालोले विद्यार्थी साना कलिला भाइ बहिनीहरूको आँखा कमजोर हुन्छन्। तेस्रो भनेको
मेमोरी मस्तिष्कमा असर पर्छ। जब मोबाइल चलाउने बानी बसिसकेपछि जति पढ्दा पनि त्यो पढेको विषयवस्तु मस्तिष्कमा लामो समयसम्म नरहने, पढ्नै नसक्ने, पढिसकेपछि चाँडै बिर्सने यस्ता बानीको विकास हुन्छ र बच्चाले आफ्नो चौतर्फी व्यक्तित्वको विकास गर्न सक्दैन, क्लासमा कमजोर हुन्छ। अनि कमजोर विद्यार्थी सबै ठाउँबाट अपहेलित हुन्छ र उसको अधोगति सुरु हुन्छ त्यहीँबाट। त्यसो भएको हुनाले यी मोबाइलहरूका बेफाइदा यस्ता छन्। घरमा आफ्ना बच्चालाई मोबाइलबाट अलि टाढा राख्न यहाँहरूले सहयोग गरिदिनु हुनेछ भन्ने अपेक्षा राखेको छु। राम्रो विकसित देश कमसेकम 15-16 वर्षका विद्यार्थी आफ्ना बालबालिकाहरूलाई मोबाइलको प्रयोग निषेध गरिएको छ। तर हाम्रो यहाँ पूर्ण रूपले निषेध गर्न सकिने स्थिति नभए पनि कमसेकम तिमीले होमवर्क गर अनि तिमीलाई चाहिँ यति समयसम्म हामी चलाउन दिन्छौँ, अथवा यति गर, यो काम गर, होमवर्क गरेर मलाई देखाऊ, फेरि तिमीहरू होमवर्क यति 20 मिनट अथवा 10 मिनट मोबाइल चलाउनु पाउनेछौ भनेर यसो गरेर मिलाउन सक्यो भने मोबाइलसम्म सम्बन्धित गेम पनि बच्चाले आर्जन गर्छ र सँगसँगै विद्यालयले सुम्पेको गृह कार्य पनि उसले पुरा गर्छ र बच्चा कमजोर हुँदैन र उसको व्यक्तित्वको विकास यसरी बन्छ भन्ने सुझाव यहाँहरूमाझ राख्दै कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका चाँदनी चौधरीले गर्नुभएको थियो। प्रमुख अतिथि विशिष्ट अतिथि अभिभावकज्यूहरू र शिक्षक शिक्षिकाज्यूहरू र सम्पूर्ण मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरू, आज मलाई धेरै खुसी लाग्यो किनभने आज म यहाँ बोल्न पाएकोमा एकदमै म खुसी छु। आज मिति 2082 साल 12 महिना 6 गते हुन गइरहेको हाम्रो एसिया इन्टरनेसनल एकाडेमी वार्षिक पुरस्कार तथा सांस्कृतिक कार्यक्रममा उपस्थित भई हाम्रो अभिभावकज्यूहरू र सम्पूर्ण विद्यार्थीहरू म आफ्नो एसी इन्टरनेसनल र आफ्नो व्यक्तिगत तर्फबाट तपाईँहरूलाई हार्दिक सुस्वागत गर्न चाहन्छु। कार्यक्रमको समापन विद्यालयकी संस्थापक विष्णादेवी कुँवरले गर्नुभएको थियो। धन्यवाद सञ्चालिका, कार्यक्रम समाप्त भएको घोषणा गर्दछु। धन्यवाद। कार्यक्रममा विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति र अभिभावकहरूको उत्साहित सहभागिताले कार्यक्रम थप अर्थपूर्ण बनेको थियो।